लिभिङ इनर्जी, अलमाइटी गड, द हाइएस्ट अथोरिटी भन्छ। एकमा मैले के भन्ने, युनिभर्सल्ली एक्सेप्टेड, सबै धर्मले स्वीकार गर्ने, सबैले मान्ने। दुई, सर्वोच्च सत्ता, सर्वशक्तिमान। तीन, भगवान भनेको जन्म र मरणबाट अलग हुनुपर्छ। भगवानलाई भेट्न गएको द्वारपालले रोक्यो, किन रोकेको? म प्रभुको दर्शनको लागि आएको। ल कसलाई रे? प्रभुलाई। थाहा पाउनु भएन के कुरा? प्रभु मरेकै 7 वर्ष भइसक्यो भने पनि होला त। त्यसैले भगवान जन्म र मरणबाट के हुनुहुन्छ? अलग। इम्युन टु बर्थ एन्ड डेथ, कम्फर्ट एन्ड सफरिङ भन्छ। दुःख र सुखबाट पनि अलग हुनुहुन्छ। 4, भगवान मुक्ति र जीवन मुक्तिको दाता, सुख र शान्तिको दाता, विधाता, वरदाता हुनुहुन्छ। दुःख पनि भगवानले दिने, सुख पनि भगवानले दिने होइन। यदि यो संसारमा दुःख पनि भगवानले दिने हो भने फेरि भगवानलाई किन मान्ने? भगवान दुःख हर्ने वाला हो, सुख दिने वाला हो। दुःख पनि भगवानले दिने, सुख पनि भगवानले दिने होइन। मनुष्यले नजान्नुको कारणले के भन्थे? जो द्वापरको आदिमा ईश्वरलाई नचिनेपछि जङ्गलमा जानुभयो, गुफामा जानुभयो, तपस्या गर्नुभयो, त्यतिखेर भनिदिनु भयो नीति नीति। ईश्वरको न आदि छ न मध्य छ, अन्त छ, थाहा पाउन सकिँदैन। पछिल्लो समयमा आएर के भन्थे? सब प्रभुको लीला। त्यसो हो भने त आफूलाई धोका दिनेलाई पनि मुसुक्क मुस्कुराउँछ। प्रभुको लीला अपरम्पार छ। आफ्नो पैसा लिएर गएर फिर्तै दिएन, प्रभुको लीला अपरम्पार छ, उसलाई बढी चाहिएको थियो होला भन्नु होइन भन्छ? भन्दैनौ त्यतिखेर। बस अरू बेला चाहिँ भन्छ प्रभुको लीला। त सारा गर्ने काम प्रभुले हो। अहिले लस एन्जलसमा आगो लाग्यो, युक्रेनमा त्यत्रो युद्ध भयो युक्रेन रसियामा होइन? सुनामीले कतिवटा चिज खतम बनाउँछ, बाढले कति तस बनाएको छ। के प्रभुको लीला हो? त्यसैले भगवान कसैलाई पनि दुःख दिनुहुन्न। भगवान दुःख हर्ता हो, सुख कर्ता हो। ठिक छ? नम्बर 5, भगवानलाई भनिन्छ सबै कुराको ज्ञाता, सबै कुरा जान्नेवाला, जानी जाननहार। भगवानलाई ओम्निसेन्ट, ओम्निपोटेन्ट एन्ड नलेजफुल भन्छ, नट ओम्निप्रेजेन्ट। अच्छा, एउटा कुरो बताऊँ, अहिले घाम लागेको छ कि छैन? आज घाम लागेको छ। घाम कहाँ लागेको छ? कहाँ लागेको छ देखाउनुहोस्।